नमस्ते दर्शकबिन, स्वागत छ तपाईलाई रिभ्यू टाइम्समा। भुन्टी सिरियलको इतिहासमै हिजो सार्वजनिक भएको भाग 324 सबैभन्दा बढी सन्तोषजनक र केही हदसम्म आक्रोशपूर्ण रह्यो। एकातिर जेरीले भुन्टीको चरित्र हत्या गरेर सडकमा ल्याउन 5 लाखको गुरु योजना बुनेकी छिन् भने अर्कोतिर भुन्टीले आफ्नो आत्मसम्मान कति बलियो छ भनेर प्रमाणित गरिदिएकी छिन्। आज हामी कुरा गर्नेछौँ कि कसरी जेरीले यो घिनलाग्दो खेल भुन्टीको एउटै झापटले गर्दा खरानी भयो। यस भागमा प्रष्ट देखियो कि जेरी र भूपेन्द्र भित्रभित्रै कानुनी रूपमा कति डराएका छन्। भुन्टीले मागेको आदि सम्पत्ति दिन नपरोस् भनेर उनीहरूले एउटा नयाँ केटालाई प्रयोग गरेर भुन्टीको झुटो भिडियो र प्रमाण बनाउने कोसिस गरे, जसको लागि जेरीले 5 लाख रुपैयाँको अफर समेत गरिन्। भूपेन्द्र आफै ओछ्यानमा परेका छन्, बाथरुम जाँदा लडिरहेका छन्, तर उनको घमण्ड र भुन्टीलाई सिद्ध्याउने सोच अझै बदलिएको छैन। तर उनीहरूले के बिर्सिए भने भुन्टी अब हिजोको जस्तो सोझी र अबला छैनन्। जब त्यो भाडाको केटा बत्तीको बिल बुझाउने बहानामा भुन्टीको नयाँ घरमा छिर्छ र आँखा दुखेको नाटक गर्दै भुन्टीको हात समात्न खोज्छ, भुन्टीले उसको नियत तुरुन्तै बुझ्छिन् र त्यहाँ भुन्टीले जे गरिन् त्यसले हरेक दर्शकको चित्त बुझायो। उनले सिधै उसको गालामा कडा झापट हानिन् र उनका दाइले उसलाई लखेटे। यसै भागमा अर्को सुखद पक्ष भनेको अमेरिकाबाट आएकी म्याडमको इन्ट्री हो। म्याडमले भुन्टीलाई रुने धुने काम छोडेर शिक्षा र आफ्नो करियरमा अगाडि बढ्न जुन हौसला दिएकी छिन् त्यसले अब भुन्टीलाई एउटा नयाँ र शक्तिशाली रूपमा अगाडि बढाउने निश्चित छ। अब भुन्टी कसैको अगाडि झुक्नेवाला छैनिन् र अर्कोतर्फ सुकुमाया पनि यो अन्यायको विरुद्ध लड्न र भुन्टीलाई अंश दिलाउन सहर आउने तयारीमा छिन्। जेरीको पहिलो चाल त असफल भयो, तर के उनी यत्तिकै बस्लिन् त? वा भुन्टीले म्याडमको साथ पाएर भूपेन्द्रलाई अदालतमा गतिलो पाठ सिकाउलिन्। तपाईको विचारमा जेरी र भूपेन्द्रको यो हरकतको सजाय के हुनुपर्छ? भुन्टीको यो नयाँ र कडा रूप तपाईलाई कस्तो लाग्यो? कमेन्टमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। भिडियो मन परेमा लाइक र सेयर गर्नुहोला अनि नेपाली सिरियलका यस्तै नयाँ समीक्षाका लागि रिभ्यू टाइम्सलाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नुहोला। हस्त, धन्यवाद।